बेलायतको आकाश आज अरू दिनभन्दा केही खुलेको छ। फराकिलो घाँसे मैदान, बाटो छेउछाउका घरहरू अनि बाटो छेउमा फलेका स्याउका बुटाहरू हेर्दै हाम्रो आजको यात्रा रफ्तारमा सुरु भयो। बेलायतमा यस्ता ठाउँहरू पनि छन् जुन हामीले बच्चैदेखि सुनेका अनि फोटोहरूमा देखेका, तर ती ठाउँहरू के साँच्चै यो संसारमा एक्जिस्ट गर्छन् र भन्ने जस्तो लाग्ने। अनि ती ठाउँहरू कस्ता होलान् भनेर समेत कल्पना नगरेको मेरो दिमागले आज ती ठाउँ वास्तवमै छन् भन्ने थाहा पाउँदा मन निकै उत्साहले भरियो। अल्डरसटबाट सुरु भएको आजको हाम्रो यात्रा बिहानको चिसो हावा, हरियो फाँटहरू र खुला आकाशहरूका बीच गन्तव्यतिर लम्कियो। आजको यात्रामा हामी इङ्ल्यान्डका सबैभन्दा रहस्यमय र ऐतिहासिक स्थल मध्येको एक स्टोनहेन्जसम्मको यात्रा गर्नेछौँ। हामी स्टोनहेन्जको गेटसम्म आइसकेपछि त्यसका बारेमा अध्ययन गर्न लाग्यौं। मेरा आमा बुवाका लागि स्टोनहेन्जको खासै महत्त्व छैन। बुबा आमाका लागि यो त्यति खास घुम्ने ठाउँ नभए तापनि इतिहाससँग साक्षात्कार गराउनकै लागि भए पनि हामी स्टोनहेन्जतर्फ लाग्यौं। स्टोनहेन्जको चौरसम्म पुग्नको लागि 25 पाउन्डको टिकट काट्नु पर्दछ। टिकट काटिसकेपछि हातमा स्टोनहेन्जको ब्यान्ड बानिदिन्छन् अनि सटल बसले स्टोनहेन्जको चौरसम्म लगेर छाडिदिन्छ। टिकट काट्ने ठाउँ सँगसँगै सोभिनियर र खानाका लागि ठाउँहरू छुट्याइएका छन्। यसको बाहिरपट्टि पुराना त्यस समयमा बनेका भुस र माटाका घरहरू देखिन्छन्। स्टोनहेन्जको चौरसम्म पुग्नु अगाडि हामी यी बाहिर भएका भुस र माटाका घरहरू अनि यी ठूला ढुङ्गा र यहाँ लेखिएका इतिहासबारे पढ्न लाग्यौं। स्टोनहेन्जको इतिहास पल्टाउनु पर्दा 4500 वर्ष अघि पुग्नु पर्ने हुन्छ। स्टोनहेन्ज त्यो समयमा बनेको अनुमान गरिन्छ जति बेला इतिहास लेख्न पनि सुरु गरिएको थिएन। मेरा लागि त यो कुनै ढुङ्गे युगको कथा जस्तै हो। त्यो समयको कुरा हो जब मानिसहरू गुफामा बस्दथे, ढुङ्गाका हतियार बनाउँथे, खेतीपाती अनि पशुपालन सिकिरहेका थिए। यिनै भुसका घरहरूमा ती समयका नियोलिथिक मानिसहरू बस्ने गर्दथे। साधारण काठ र माटोले बनेको गोलाकार झुप्रा जहाँ तिनीहरूले आगो बाल्थे, खाना पकाउँथे र उपकरण बनाउँदथे। यी झुप्राहरूले हामीहरूलाई त्यस बेलाको जीवनशैली र सभ्यताको झल्को दिन्छ। यति वर्षौं पुरानो अहिले त म कल्पना पनि गर्न सकिरहेको छैन त्यो समय कस्तो थियो होला भनेर। त्यो बेला जब न त आधुनिक औजार थिए न त गाडी, तर पनि यी विशाल ढुङ्गाहरू कसरी ल्याइए अनि कसरी ठड्याइए भन्ने कुरा आजसम्म रहस्यकै विषय छ। त्यो समयमा यी बडेमाका ढुङ्गाहरू कसरी ल्याइए होलान् भनेर भिन्न भिन्न अनुमान भएका छन्। ढुङ्गाहरूको तौल सुन्दा नै अचम्म लाग्छ। यी ढुङ्गाहरूको तौल 25 टन भन्दा बढी छन्। ती सबै ढुङ्गाहरू करिब 240 किलोमिटर टाढा वेल्सबाट ल्याइएका हुन्, त्यो पनि बिना ट्रक, बिना क्रेन। कल्पना गर्नुस् त, हजारौं मानिसहरूले तिनलाई ठेलाहरूमा बलियो डोरी र मानवीय शक्तिबाट तानेर ल्याएको हुनुपर्दछ। कसरी सम्भव भयो होला? यही प्रश्नहरूले नै स्टोनहेन्जलाई संसारकै सबैभन्दा रहस्यमय संरचना मध्येको एक बनाएको हो। हामी पनि बाहिर देखिएका यी भुसका घरहरूमा पालै पालो घुम्यौं। यस्ता घरहरू थिए जुन हामीले नेपालका गाउँहरूमा अझै पनि देख्न सक्छौं। अनि यहाँ बाहिर राखिएको ठूलो स्टोनहेन्जको ढुङ्गाको रेप्लिकालाई मानिसहरूले पालै पालो आएर तान्न कोसिस गर्दछन्। त्यो समयमा ती बडेमाका ढुङ्गाहरू यसरी नै काठको रेल जस्तो बनाएर तानिएको हुन सक्छ भनेर त्यो रेप्लिका यहाँ राखिएको छ। जब हामीले बुवा आमालाई स्टोनहेन्जको इतिहासका बारेमा भन्न लाग्यौं तब उहाँहरूलाई पनि स्टोनहेन्जबारे जान्ने र घुम्ने चासो बढ्न लाग्यो। हामीले इतिहासको अध्ययन गरिसकेपछि केही सोभिनियरहरू स्टोनहेन्जको सम्झनाका लागि किन्यौं। केही बेर लाइन लागिसकेपछि स्टोनहेन्जको चौरसम्म पुर्याउने सटल बस आउँछ र उसले पालै पालो मानिसहरूलाई स्टोनहेन्जको चौरसम्म लगेर छोड्छ।
टाढेबाट देखिएका ठूला ठूला ढुङ्गाका घेरा मानव कुनै साधारण ढुङ्गा होइनन्। बेलायतको खुला घाँसे मैदानमा ठडिएका यी ठूला ठूला ढुङ्गाहरू अनि चारैतिर तिनलाई हेर्न आएका मानिसहरूको हुल परेबाट देखिन्छ। स्टोनहेन्ज भएका ठाउँका वरपर अरू कुनै गाउँ वा बस्ती छैनन्। टाढा टाढासम्म ठूला ठूला फराकिला घाँसे मैदानहरू मात्र देखिन्छन्। कुनै बेला डेस्कटपको वालपेपरमा देखिएका यी खुला मैदानका ठूला ठूला ढुङ्गाहरू आज म यथार्थमै हेर्न जाँदैछु भन्ने कुराले मलाई निकै उत्साहित बनाइरहेको थियो। सुरुमा त यी साधारण ढुङ्गा होलान् भन्ने लागेको थियो। यही ढुङ्गा हेर्नका लागि किन मानिसहरूको भिड छ भन्ने कुराले मलाई निकै कौतूहलता जगायो। जब इतिहासको पानाहरू पल्टाएर हेर्न आँटे तब निकै अचम्मित भए। 4500 वर्ष पुरानो, हामी कल्पना पनि गर्न सक्दैनौँ। त्यो समयमा यो खुला चौरमा यसरी मिलाएर राखेको ढुङ्गा कसले र केका लागि राखेका हुन् भन्ने कुराको आज पनि अध्ययन नै भइरहेको छ। अनि यी ठूला ढुङ्गाहरूलाई कहाँबाट कसरी ल्याइए भन्ने कुरा अझै पनि अनुमानमा टिकेको छ। स्टोनहेन्ज केवल पुराना ढुङ्गाहरूको घेरा मात्र होइन, यसको प्रत्येक ढुङ्गाको तिसार स्थिति खगोलशास्त्रसँग सम्बन्धित छ। गर्मीको पहिलो दिन अर्थात् समर सोल्स्टिसमा सूर्यको पहिलो किरण ठिक मुख्य ढुङ्गाको बीचमा पर्छ। त्यो बेला हजारौं मानिसहरू यहाँ जम्मा भएर सूर्योदयको पूजा गर्दछन्। स्टोनहेन्जको हरेक ढुङ्गाहरू सूर्यको चालसँग मिलाएर राखिएका छन्। यस कुराले पनि के देखाउँछ भने 4500 वर्ष अघिका मानिसहरूले पनि खगोलशास्त्र, ऋतु र समयहरूको गहिरो ज्ञान राख्दथे। पहिले पहिले स्टोनहेन्ज भ्रमण गर्न आउने मानिसहरूले स्टोनहेन्ज भएका ती ठूला ठूला ढुङ्गाहरूलाई छुन पनि सक्दथे। तर आज स्टोनहेन्ज छोडिएको ढुङ्गाहरूदेखि केही परेबाट मात्र मानिसहरूले हेर्न पाउँछन्। स्टोनहेन्ज कसले र केका लागि बनायो भन्ने कुराको अझै पनि कुनै लिखित दस्तावेज छैन। आज हामी जे जति अध्ययन गरिरहेका छौँ र जे जति देखिरहेका छौँ ती सबै पुरातत्त्वविदहरूको अध्ययनबाट पाइएका प्रमाणहरूको आधारमा गरिएका अनुमान मात्र हुन्। पुरातत्त्वविदहरूको खोज र अनुसन्धानका आधारमा स्टोनहेन्ज एउटा धार्मिक स्थल पनि थियो, जहाँ दाह संस्कार, पूजा र समुदायका महत्त्वपूर्ण संस्कार गरिन्थे। यो स्थानलाई प्राचीन समयको वेधशाला, धार्मिक स्थल र इन्जिनियरिङको अद्भुत चमत्कार मानिन्छ। कल्पना गर्नुहोस्, 4500 वर्ष अघि यही ठाउँमा ती मानिसहरू आफ्ना परिवारहरूसँग बाँचिरहेका थिए। उनीहरू आकाशका ताराहरू हेर्दै, दिशानिर्देश गर्दै, ढुङ्गाहरू ठड्याउँदै र एउटा नयाँ युगको सिर्जना गर्दै थिए। 4500 वर्ष अघिका मानिसहरूले आफ्ना सपना, विश्वास र रहस्य यी ढुङ्गाहरूमा कोरेर गएका छन् र आज हामी ती ढुङ्गासँग केवल तस्बिर होइन, इतिहाससँग संवाद गर्दैछौँ। स्टोनहेन्ज प्रसिद्ध हुनुको सबैभन्दा मुख्य कारण यसको वास्तविक उद्देश्य आजसम्म रहस्यमय रहनु हो। विश्व सम्पदा सूचीमा सूचीकृत स्टोनहेन्ज कसले बनायो, किन बनायो अनि केका लागि बनायो, कुनै पनि उत्तर पूर्ण रूपमा भेटिएको छैन र यही रहस्य, यही ऊर्जाले स्टोनहेन्जलाई आजसम्म विश्वकै अद्भुत धरोहर बनाएको छ। स्टोनहेन्ज एउटा यस्तो ठाउँ हो जहाँ समय रोकिन्छ र इतिहास आफै बोल्छ। यो स्थानले आज पनि मानिसहरूलाई कल्पना र रहस्यमय ऊर्जाको संसारमा लैजान्छ। इङ्ल्यान्डले आफ्नो इतिहासलाई यति सम्हालेर राखेको छ कि यी इतिहास हेर्नका लागि वर्षेनी 10औं लाख मानिसहरूको भिड लाग्ने रहेछ। आजको ब्लग तपाईहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया कमेन्टमा दिनुहोला अनि मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। इङ्ल्यान्डको अरू धेरै भिडियोहरू आउँदैछन्, हेर्दै गर्नुहोला।